सरी है अघिको भिडियोमा चाहिँ अलिक 1 मिनेटको मात्रै भएर पुरै कुरा पनि क्लियर भएन। पुरै अब तपाईहरुलाई देखाउनु जुन त्यो भिडियोमा देखाउनलाई अनि भन्नलाई पर्नुपर्ने हो, त्यति बेला त्यो भिडियोमा 1 मिनेटको मात्रै टाइम भएर भन्नै पाइन, देखाउनै पाइन है। त्यसको लागि चाहिँ सरी। यसमा चाहिँ सबै देखाउन मिल्छ। धेरै मिनेटको पनि भिडियो छ, जति बनाउनु मन छ त्यतिसम्म हुन्छ, 10-15 मिनेटको है। त्यसैले अब अघि के भन्दै थिएँ भने नि म चाहिँ अब बाहिरबाट आएको हैन, बाहिरबाट आएको 10-11 दिन भयो भनौँ न। आज 10-11 दिन भयो। 10-11 दिनभित्रमा अब त्यसै खासै गाउँतिर यसो डुल्नु पाएको थिएन। बाहिर घरि यता घरि उता मेला गर्दै ठिक थियो। आज फाइनली यता हाम्रो ठ्याक्कै मेरो घर चाहिँ उता छ है, त्यहाँ छ। तपाईहरुले हेर्न सक्नुहुन्छ कि हुन्न है, हेर्नु मिल्छ कि मिल्दैन ठ्याक्कैमा तपाईले देख्नु हुँदैछ नि। त्यो चाहिँ हैन त्यो जुन देख्नु हुँदैछ त्यो त बाइक छ, त्यो गाडीहरु ठ्याक्कै एउटा गाडी गयो नि, त्यो गाडीको ठ्याक्कै अलिक अगाडिपट्टि त्यो यहाँ त्यो के अरे आँपको बोटहरु छ नि, हो त्यही हो मेरो घर हैन। अनि यतातिर देख्न सक्नुहुन्छ जताततै पुरै हरियाली छ। हाम्रो मकैहरु लगाएको छ यता पछाडितिर, तपाईहरुलाई देखाइदिन्छु म। मकैहरु लगाएको छ उता, पुरै मकै छ हरियाली पछाडितिर। अलिक टाढा भएर देख्नु भएन होला कि के, यतातिर छ। यो चाहिँ पहिला चाहिँ यो खोलामा चाहिँ हामीले धेरै माछा मारेको है, धेरै। अहिले त पानी छैन, अब बर्खाको सिजनमा अब पानी आउँछ, त्यसपछि माछा पनि आउँछ। धेरै यादहरू छ भनौँ न। हाम्रो गाउँको धेरै मेमोरीहरू छ, धेरै रमाइलो गरेको। यही ठाउँमा हामीले सानोमा केटाकेटी हुँदाखेरि नुहाएको। मामुले ड्याडीले धेरै कराउनुहुन्थ्यो, गाली गर्नुहुन्थ्यो, लखेट्नुहुन्थ्यो यस्तोमा ननुहा भनेर। धेरै मेमोरीहरू छ, धेरै मिस गर्छु म। अब यत्रो दिनपछि म विदेशबाट आएको हैन, रमाइलो छ भनौँ न। गाउँघर भनेको अब एकदम वातावरण नेचुरल हुन्छ नि त नि। यहाँ हावापानी एकदम बाहिर बिहानै उठ्नु 5 बजे उठेर यसो नेचुरल यसो हावापानीमा बस्नुको मजै फाल्टै छ क्या। कहाँ अब त्यो विदेशमा अब कन्टिन्यू खाली त्यो ड्युटी गयो आयो अनि त्यो रुमभित्रै हो। अनि त्यहाँको हावापानी के हावापानी हैन, गाउँको भनेको त गाउँकै हैन आफ्नो। त्यहाँको हावापानी पनि बाहिर निस्क्यो भने पनि आमा पुरै छाला डर्ने गरी हावा चल्छ। यहाँ त यस्तो चिसो मन शान्त हुने गरी हावा चलिरहेछ है। त्यही हो साथीहरू हैन, गाउँको भनेको गाउँकै आफ्नो गाउँ ठाउँ घर भनेको एकदम रमाइलो छ। अब 2 महिनाको छुट्टी, 2 महिना पनि हैन, 50-55 दिनको छुट्टी थियो। 10-11 दिन भर्खर हुँदैछ, अझै छ। धेरै रमाइलो गर्नुपर्छ अहिले। त्यही हो साथीहरू हैन। अब गाइज अब रमाइलो भइरहेछ नयाँ वर्षमा। त्यस्तो गर्मी पनि छैन, दिउँसो हुन्छ। अहिले चाहिँ अलिकति अब बादल त हेर्नु त मिल्दैन, तर पनि पानी पर्ला जस्तो छ अलिअलि है। अब त खोइ पानी पर्ने नपर्ने त्यो त अब मेरो हातमा छैन। त्यही पनि त्यस्तो खालको सिजन छ अहिले बनिरहेछ। ओके गाइज, त्यही हो। मैले चाहिँ एकदम बिहानै उठेर हैन यसो गाउँघरतिर यताउति बारीहरू खेतहरूतिर जान चाहिँ रमाइलो लाग्छ। जस रमाइलो छ भनौँ न। ओके गाइज, अहिलेलाई चाहिँ यति नै। अब फेरि पनि आउँछु म अर्को भिडियो लिएर। यतिन्जेलको लागि चाहिँ अहिले लभ यु अल सबैजनालाई। बाई बाई, ह्याभ अ नाइस डे।